नमस्कार साथीहरू, तपाईहरुलाई टेकट्युन नेपाल युट्युब च्यानलमा स्वागत छ। आज म तपाईहरुलाई घरमै बसी तपाईहरुको आफ्नै स्मार्टफोनबाट कसरी वाइफाईको पासवर्ड चेन्ज गर्न सकिन्छ भनेर जानकारी दिँदैछु। त्यसको लागि तपाईहरुले आफ्नो स्मार्टफोन एन्ड्रोइड अथवा आइफोन जुनसुकैबाट पनि क्रोम ब्राउजर खोल्नुहोस्। म क्रोम ब्राउजर खोल्दैछु। क्रोम ब्राउजरमा गएर सर्च बारमा चाहिँ तपाईहरुले 192.168.100.1 यति लेखेर चाहिँ तपाईले चाहिँ ओके गर्नु। ओके गरिसके पछाडि तपाईले यो किसिमको एउटा बक्स देख्नुहुन्छ। यो बक्स भनेको चाहिँ तपाईको वाइफाई कम्पनीको राउटरको बक्स हो। अब यसमा तपाईहरुले एउटा युजर नेम अनि पासवर्ड लगाएर चाहिँ यसभित्र जान सक्नुहुन्छ। कतिपय वाइफाई कम्पनीले अथवा राउटर कम्पनीहरुले चाहिँ राउटरकै पछाडि यसको पासवर्ड अलरेडी लेखिदिएको हुन्छ अथवा टेक्निशियनले लेखिदिएको हुन्छ। कतिपयमा चाहिँ यो थाहा हुँदैन। यसरी थाहा नभइसके पछाडि हामीले वाइफाई कम्पनीलाई नै फोन गरेर बेला बोलाएर मेरो पासवर्ड चेन्ज गरिदेऊ अथवा मेरो नेट चलेन यस्तो भयो भनेर चाहिँ हामीहरुले भन्नुपर्ने हुन्छ। तर यदि तपाईहरुलाई यो युजर नेम पासवर्ड थाहा छ भने चाहिँ तपाई आफैले यो राउटरको अथवा यो वाइफाईको पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ। जस्तो कि अब यसको चाहिँ डिफल्ट पासवर्ड चाहिँ के हुन्छ भन्दाखेरि सबैको प्राय के हुन्छ भन्दाखेरि माथि टेलिकम एडमिन भनेर हुन्छ, तल एडमिन एडमिन TELECOM एडमिन टेलिकम हुन्छ। यो भनेको चाहिँ तपाईको बाइ डिफल्ट यो चाहिँ जसको पनि प्राय नै यही हुन्छ। यदि कुनै राउटरमा चाहिँ यो पासवर्ड चेन्ज गरिएको छ भने चाहिँ फेरि यसले काम गर्दैन। जुन पासवर्ड र युजर नेम र पासवर्ड लगाएको छ त्यही नै लगाउनु पर्छ। तर यदि लगाएको छैन भने चाहिँ तपाईहरुको टेलिकम एडमिन र एडमिन टेलिकम हुन्छ पासवर्ड। यति लगाइसकेपछि तपाईले यसलाई लगइन गर्नुहोस्। लगइन गरिसकेपछि तपाईको राउटरको यो किसिमको एउटा पेज खोल्छ। यसलाई म थोरै जुम गरेर देखाउँछु ताकि तपाईहरुलाई अलिकति हेर्नका लागि सजिलो हुन्छ। यति भइसके पछाडि तपाईले यसमा चाहिँ गएर WLAN भन्ने एउटा अप्सनमा जानुहोस्। यो अप्सन भनेको तपाईको देब्रे साइडमा पनि हुन सक्छ, लेफ्ट साइडमा अथवा यसरी तेर्सोमा पनि हुन सक्छ। प्राय सबैकोमा प्राय चाहिँ तेर्सै हुन्छ। यसमा तपाई WLAN मा क्लिक गर्नुहोस्। WLAN मा क्लिक गरिसकेपछि तपाईको वाइफाईको एउटा पेज खोल्छ। जसमा चाहिँ तपाईको SSID नेम भनेको चाहिँ जुन तपाईको वाइफाईको नाम हुन्छ त्यसलाई SSID नेम भनिन्छ। अब मलाई नाम पनि चेन्ज गर्नु छ, पासवर्ड पनि चेन्ज गर्नु छ भन्ने लाग्छ भने म यो नामलाई पनि चेन्ज गर्दैछु। यो नामलाई चाहिँ मैले के राख्थे भन्दाखेरि श्रेष्ठ श्रेष्ठ होम राख्थे। मैले वाइफाईको नाम चाहिँ श्रेष्ठ होम राख्थे। यसमा तपाईहरुले आफ्नो इच्छा अनुसार तपाईलाई जे मन लाग्छ वाइफाईको नाम त्यही तरिकाले राख्न सक्नुहुन्छ। त्यसपछि तलतिर आएर नम्बर अफ एसोसिएट डिभाइस भनेर छ। यसमा चाहिँ 10 छ। यसको भनेको मतलब के हो भन्दाखेरि यो तपाईको वाइफाई चाहिँ 10 जनासम्म मात्रै कनेक्ट हुन्छ। यदि तपाईले चाहनुहुन्छ भने यो 10 लाई मेटाएर चाहिँ मलाई 15 राख्छु अथवा 20 राख्छु, जति पनि
1 देखि 32 सम्म तपाईँ राख्न सक्नुहुन्छ भनेको 1 देखि 32 सम्म चाहिँ तपाईँले 32 वटा मोबाइल चाहिँ यो वाइफाईमा कनेक्ट गर्न सक्नुहुन्छ। त्यो तपाईँहरूलाई अब लाग्छ कि मेरो घरमा धेरै परिवार छैन, सिर्फ 4 वटा मोबाइल छ अथवा 5 वटा मोबाइल छ भन्ने लाग्छ भने तपाईँ यसलाई 15 लाई चाहिँ 5 पनि गर्न सक्नुहुन्छ। 5 यदि गर्नुभयो भने तपाईँको वाइफाई चाहिँ 5 वटा डिभाइसमा मात्रै कनेक्ट हुन्छ, त्योभन्दा बढीमा चाहिँ हुँदैन। यो भनेको चाहिँ तपाईँको आफ्नो डिभाइस कति छ त्यही अनुसार राख्नुहुन्छ। मैले चाहिँ यसलाई 15 राख्थेँ। त्यसपछि यहाँ तल गएर WPA प्री सेयर की भनेर चाहिँ छ। यो भनेको चाहिँ तपाईँको वाइफाईको पासवर्ड हो। जस्तो यो चेकमार्क मैले हटाइदिएँ। यो चेकमार्क हटाइसकेपछि चाहिँ अब यसलाई पनि म चेन्ज गरिदिन्छु। यसमा पनि तपाईँ आफ्नो तरिकाले पासवर्ड तपाईँलाई जे इच्छा लाग्छ नाम, नम्बर अथवा @ युज गरेर जेसुकै गरेर पनि राख्न सक्नुहुन्छ। त्यो तपाईँको मर्जीले। मैले अहिलेलाई यो मेरो पासवर्ड यत्तिकै छोडिदिएँ। म चाहिँ अरू पासवर्ड चेन्ज गर्दिनँ। तर यदि चेन्ज गर्नुहुन्छ भने चाहिँ तपाईँहरू आफ्नो खुसीले चेन्ज गर्न सक्नुहुन्छ। यति गरिसके पछाडि तपाईँको यो लास्टमा एउटा अप्लाई भन्ने अप्सन आउँछ। यहाँ लास्टमा यो अप्लाईलाई क्लिक गरिदिनुहोस्। यति गरिसकेपछि तपाईँको डिभाइसबाट तपाईँ योसँग जोडिएको जति पनि मोबाइल अथवा डिभाइस, कम्प्युटर जेसुकै होस् त्यो सबैबाट चाहिँ यो पासवर्ड चाहिँ हट्यो। भनेको मतलब अब तपाईँको वाइफाईको पासवर्ड चाहिँ चेन्ज भयो। अब त्यसको लागि चाहिँ फेरि अब कनेक्ट गर्नु पर्यो, चेन्ज त गर्यो होइन, कनेक्ट गर्नु पर्यो। त्यसको लागि चाहिँ फेरि तपाईँ वाइफाईमा जाने, वाइफाई मैले नाम मात्रै चेन्ज गरेको थिएँ, श्रेष्ठ होम भनेर होइन, यो श्रेष्ठ होम आयो। अब यसलाई कनेक्ट गर्नको लागि यसलाई कनेक्ट गर्नुहोस् अनि पासवर्ड तपाईँले जे अहिले नयाँ चेन्ज गर्नुभएको छ त्यही पासवर्ड लगाइदिनुहोस्। मेरो चाहिँ पासवर्ड SHRESTH श्रेष्ठ @321 भनेर छ। मैले यही पासवर्ड लगाएँ। अब वाइफाई आइसक्यो र वाइफाई पनि कनेक्ट भइसक्यो। यसरी चाहिँ तपाईँले तपाईँको घरको वाइफाईको पासवर्ड यसरी चेन्ज गर्न सक्नुहुन्छ। यस्तै जानकारीमूलक भिडियोका लागि टेक ट्युन नेपाली युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आगामी दिनहरूमा यस्तै जानकारीमूलक भिडियोको साथमा आउने बाचासहित आजको लागि यति नै। भिडियो हेरेर के कस्तो छ प्रतिक्रिया दिन नभुल्नुहोला। फेरि अर्को भिडियोमा भेटौँला। तबसम्मका लागि नमस्कार। जय नेपाल।